लामो समयदेखि मानव अधिकारको क्षेत्रमा र सामाजिक न्यायका क्षेत्रमा कार्यरत हुनुहुन्छ र काम गर्दै आउनु भएको छ। सडकदेखि सदनसम्म पनि आवाज उठाउँदै आउनु भएको छ र संविधान सभा सदस्य पनि भइसक्नु भएको छ। के छ वर्तमान अवस्था मानव अधिकारको? अहिले पछिल्लो पटक नेपालको समग्र मानव अधिकारको क्षेत्र अत्यन्त नागरिकहरू भयभीत अवस्थामा, त्रसित अवस्थामा रहेको देखिन्छ। मानव अधिकारको क्षेत्रबाट, आम संसारको क्षेत्रबाट जुन प्रकारको आवाजहरू उठिरहेको छ, सरकारका निकायहरूले ती आवाजहरूलाई चाहिँ बेवास्ता गर्ने र अर्कोतर्फ जुन जोडका साथ मानव अधिकार क्षेत्रबाट आवाज उठ्नु पर्थ्यो, अन्यायका विरुद्ध प्रतिरोध गर्नु पर्थ्यो, त्यो पनि अहिले सुस्त भएको छ। अहिले परिवर्तित राजनीतिक अवस्थामा मानव अधिकार कर्मीहरू, सञ्चारकर्मीहरू, सामाजिक अभियन्ताहरू सरकारको कदमलाई पर्खर हेरेको अवस्थामा छन् भन्ने चाहिँ मलाई लाग्छ। तर अब सरकार बनेको पनि झन्डै 100 दिन पुरा हुँदैछ। सरकारका गतिविधिहरूलाई हामीले नजिकबाट हेरिसकेका छौँ, नजिकबाट निहालिसकेका छौँ। सरकारले जनताको अपेक्षा अनुसार फड्को मार्न सकिरहेको छैन। त मानव अधिकारको रक्षा गर्न पनि सकिरहेको छैन, नागरिकहरूको घाँस कपासको ग्यारेन्टी गर्न पनि सकिरहेको छैन। पहिलो चरणमा सरकारले सुकुम्बासीमाथि आक्रमण गर्यो अनि सुकुम्बासी जनताको घाँस कपास त्यो आधारभूत मानव अधिकारका कुरा हो। ती आधारभूत मानव अधिकारको न्यूनतम मापदण्ड पनि नटेकिकन जनतालाई उठिवास लगाइयो, जनताको घाँस कपासको राज्यले प्रत्याभूति गर्ने कुरामाथि धावा बोलियो। अहिले ती सुकुम्बासीहरूको अवस्था अत्यन्तै नाजुक छ। अब हरेक दिन मान्छे मारिएका छन्, हरेक दिन बलात्कारका घटनाहरू बाहिर आइरहेका छन्, हरेक दिन जातीय विभेदका घटनाहरू बाहिर आइरहेका छन्। तर सरकारले कानुनको दायरामा लिने र उनीहरूलाई दण्डित गर्ने कुरामा जुन तीव्र गतिले कदम चाल्नु पर्थ्यो त्यो कदम चाल्न सकिरहेको छैन। त्यसैले जनताको अधिकार अहिले जोखिममा परेको छ भन्ने चाहिँ मलाई लाग्छ। हजुर, जस्तो मानव अधिकारको प्रतिवेदन आयो होइन, छानबिन प्रतिवेदन जेएनजी आन्दोलनको, अब त्यो प्रतिवेदन कार्यान्वयन हुनेमा पनि यहाँ कतिको विश्वास गर्नुहुन्छ? मलाई के लाग्छ भने इतिहासको डरलाग्दो घटना हामीले बिहोर्यौँ। प्राकृतिक रूपमा आएका बाढी, पहिरो, भूकम्प, आगोलागी ती मानव निर्मित थिएनन्। तर हामीले गत भदौ 23 र 24 को घटना मानव निर्मित थियो, मानव सृजित थियो। त त्यो घटना यति भयावह थियो कि अब फेरि इतिहासमा त्यो नदोहोरियोस् र इतिहासको त्यो काली लाग्दो घटना कहाँबाट भयो, त्यसमा को जोडिए, के मस्कत थियो, यसको सबै गहिरोसँग छानबिन हुनुपर्छ। त घटनाका दोषीहरू जुनसुकै शक्तिबाट परिचालित भएको भए पनि कानुनको दायरामा आउनुपर्छ, दण्डित हुनुपर्छ भन्ने आम जनताको चाहना। हजुर, तर मानव अधिकार आयोग आफैमा चाहिँ अहिले सुस्त भएको देखिन्छ। मानव अधिकार आयोग अनि नेपाल सरकारका अरू संवैधानिक आयोगहरू, नागरिक तहबाट परिचालित मानव अधिकार अभियानहरूबाट जुन आवाजहरू उठिरहेको छ, छानबिन, निष्पक्ष छानबिन र दोषीलाई कानुनको दायरामा ल्याउने, यो विषयमा सरकार मौन छ। सामान्य प्रधानमन्त्रीजी, सामान्य सभामुखजी र सिङ्गो सदन यस विषयमा, सदनमा युवा त्यो प्रकारले कुरा उठिरहेको छ। मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि कुरा उठिरहेको छ, यसअगाडि गौरीबहादुर आयोगको कार्कीको प्रतिवेदनमाथि पनि कुरा उठिरहेको छ। र त्यसमा सरकारले कहाँनिर टेकेर काम गर्ने? मलाई लाग्छ यहाँनिर राजनीतिक दलहरू पनि छायामा भए। राजनीतिक दलहरूले यस्तो गम्भीर घटनालाई आँखाचिम गरेर बस्न मिल्छ? राजनीतिक दलहरूले 23 र 24 भाद्र 23 र 24 को घटनालाई जो दुईटा आयोगले ल्याएका प्रतिवेदनहरू छन्, ती प्रतिवेदनहरूमाथि टेकेर राजनीतिक दलहरूले पनि गम्भीर खबरदारी गर्नुपर्छ कि पुनः यस्तो प्रकारको प्रवृत्ति नदोहोरियोस् र नागरिकले भयावह अवस्था, त्रसित अवस्था, बाँच्न पाउने अवस्थाबाट वञ्चित हुन नपरोस्। राज्यका संरचनाहरू खरानी हुने जुन दुःखद दिनहरू भयो, फेरि कुनै पनि प्रकारले त्यस्तो दिन नआउनका लागि त्यो घटनासँग जोडिएका दोषीहरू कानुनको दायरामा आउनुपर्छ। तर कानुनको दायरामा ल्याउनका लागि दुई तिहाईको सरकारले पहलै गरेको छैन। अनि यो पनि सामाजिक न्याय हुन्छ? उहाँहरू आफै छानबिनको घेरामा हुनुहुन्छ, उहाँहरू आफै चाहिँ यसलाई चाहिँ कसरी हुन्छ छायामा पार्न खोजिरहनु भएको छ र अरू दरबार हत्याकाण्डको रावल प्रतिवेदन अरूहरू पल्टाइरहनु भएको छ। सरकार छ भन्ने अनुभूति नै जनताले गर्न सकिरहेका छैन। मलाई लाग्छ यो म
अलि बढी बोले भन्ने पनि लाग्ला टेलिभिजन सुनिरहेका श्रोताहरूलाई। तर सरकार फागुन 21 को निर्वाचनपछि जुन सरकार बन्यो यो सरकारसँग धेरै अपेक्षा थियो नेपाली जनताको। धेरै अपेक्षा भएकै कारणले विगतका पुराना इतिहास बोकेका त्याग र लगानी भएका पार्टीहरूलाई किनारमा राखेर नयाँ पार्टीलाई राज्य सत्तामा राज्य शक्तिमा जनताले पदासीन गराए। र राज्य सत्तामा आइसकेपछि जनताका आधारभूत समस्याहरू के हो? सरकारले जनताका आधारभूत समस्याहरूलाई टेकेर आफ्ना कदमहरू अगाडि बढाउन सकेको छैन। महँगी तीव्र गतिले बढिरहेको छ। भ्रष्टाचार नियन्त्रणका कुराहरू उठिरहेका छन्। विगतमा भएका केही घटनाहरूलाई जोडेर भ्रष्टाचार नियन्त्रणको प्रश्न उठिरहेको छ। तर अहिले संस्थागत भ्रष्टाचारहरू सिंहदरबारभन्दा बाहिर देशभन्दा बाहिर डिलिङ हुन्छ भन्ने सुनेको छ। कागजमा मात्रै सीमित हो नि त। प्रचारमा र कागजमा मात्रै सीमित छ। सामाजिक सञ्जालमा मात्रै सरकार छ भन्ने सरकार हुनुको अनुभूति हुन्थ्यो भने सिन्धुली जिल्लामा प्रहरी हिरासतमा पक्राउ परेर प्रहरी हिरासत भनेको सुरक्षाका लागि लाने हो नि त। कानुनको दायराभित्र परिसकेपछि मान्छे म सुरक्षित छु भन्ने हो। हिरासतभित्रै मान्छे मारियो। त्यो विषयमा सरकार खोइ सामान्य कर्तव्य ज्यानको मुद्दा चलाएर अथवा सामान्य छानबिन गरेर सरकार उम्किन पाउँछ? हिरासतभित्र लगेर मान्छे मारिएको छ, उसको आजसम्म अन्त्येष्टि हुन सकिरहेको छैन, उसको परम्परागत काजक्रिया हुन सकिरहेको छैन, त्यहाँ जातीय विभेदको कुरा उठिरहेको छ। संविधानले विभेदलाई सबै प्रकारका विभेदहरूलाई अन्त्यको घोषणा गरेको छ। हाम्रो संविधानले हाम्रो कानुनले विभेदलाई निषेधको घोषणा गरेको छ र हरेक जिल्ला प्रहरी कार्यालयमा विभेद नियन्त्रण गर्ने डेस्क राखिएको छ। तर त्यही जिल्ला प्रहरी कार्यालयभित्र एउटा नागरिक हिरासतभित्रै मारिन्छ अनि त्यसको बारेमा संसद मुखदर्शक पस्छ, त्यसको बारेमा मानवाधिकार क्षेत्र मुखदर्शक पस्छ, त्यसको बारेमा राजनीतिक क्षेत्र मुखदर्शक पस्छ। योभन्दा निर्लज्जता के हुन सक्छ? योभन्दा दुःखद अवस्था के हुन सक्छ? आज सिन्धुलीमा कृष्ण मारिए, देशभरि यस्तै घटनाहरू दोहोरिएकै छन्। अस्ति पनि एउटा थप अर्को घटना भएको छ। हो, अस्ति मात्रै पनि प्युठान जिल्लामा यस्तै घटना भएको छ। यो प्रकारको नियति जुन प्रकारले बढिरहेको छ यो दुर्भाग्यपूर्ण हो। यसले केवल एउटा दलित मात्रै होइन, सीमान्तकृत समुदाय मात्रै होइन, कोही नागरिक पनि सुरक्षित छैन भन्ने कुराको सन्देश हो। नागरिक समाज कहाँ गयो त अहिले? अहिले आज मात्रै पनि नागरिक समाजका संस्थाहरू मलाई लाग्छ यो साता सडकमा आउने गरी नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियरिङ एसोसिएसन सहित 62-63 को जनआन्दोलनको बेला जुन पापड बनाएर पेसागत सञ्जाल बनाएर राजनीतिक दलहरूलाई पनि खबरदारी गरेर जुन सडकमा आन्दोलन भएको थियो, त्यही प्रकारले अहिले पापडले सडक आन्दोलन गर्दैछ भन्ने कुरा मैले सुनिरहेको छु। कर्मश नागरिकहरू, अधिकार कर्मीहरू पनि सडकमा हुनुहुन्छ। तपाईँले देखिरहनु भएको छ माइतीघर मण्डलामा बलात्कार घटनाका दोषीहरूलाई कारबाहीको माग गरेर अनसन बसिरहनु भएको छ। अनि यो लोकतान्त्रिक मुलुकमा बलात्कारका दोषीहरूलाई कानुनको दायरामा ल्या भनेर सडकमा आन्दोलन गर्नुपर्ने, अनसन बस्नुपर्ने हो। योभन्दा दुर्भाग्य के हुन सक्छ? जहाँ सामान्य प्रधानमन्त्री बालेन शाह बसिरहनु भएको छ त्यहाँदेखि 300 मिटर दूरी होला। जहाँ गृह मन्त्रालय छ, गृह मन्त्रालयबाट माइती घर 300 मिटर 200 मिटर दूरीमा होला। त्यो ठाउँमा राज्यको उपस्थिति छैन। राज्यले नागरिक के कारणले सडकमा ब्यानर बोकेर उभिएको छ, के कारणले प्ले कार्ड बोकेर उभिएको छ, के हो नागरिक असन्तुष्टि भन्ने कुरा सुन्न राज्यले सामर्थ्य राख्दैन भने त्यो राज्य हुनुको अर्थ छ? एउटै पार्टीको बहुमत, एकल बहुमत भएर पनि यस्तो अवस्था भएको हो कि के? नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विगत 30 वर्षको संसदीय अभ्यास, लोकतान्त्रिक अभ्यास, गणतान्त्रिक अभ्यासमा जे घटनाक्रमहरू भोगे योभन्दा अग्रगामी विकास राहतको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई सिंहासनमा पठाएका हौँ। तर राष्ट्रिय स्वतन्त्र पार्टी कुहिरोमा हराएको काग जस्तो बन्दैछ। यसको नेतृत्व सरकारको नेतृत्व, पार्टीको नेतृत्व भन्ने लाग्छ मलाई एउटा आम नागरिक हिसाबले मैले भन्नु पर्दा। भनेपछि यहाँ चाहिँ भदौ 23 अगाडिको सरकार जुन चाहिँ थियो होइन, त्यो र अहिलेको तुलना गर्दाखेरि के फरक पाउनुहुन्छ त? भदौ 23 अगाडि योभन्दा एकदमै राम्रो थियो, यो खराब भयो, मैले यसरी तुलना गर्न चाहन्न। भदौ 23 अगाडि विधि र प्रक्रियाका साथ आएको सरकार थियो र यो पनि एउटा विधि र प्रक्रिया मार्फत चुनावबाट आएको नयाँ सरकार हो, नयाँ म्यान्डेट गरेर आएको सरकार। तर यो सरकारका मन्त्रीहरूलाई कोही नागरिकलाई आफ्नो गुनासो लिएर राखौँ भन्ने हो भने मन्त्री भेट्न पाउँदैन, सांसद भेट्न पाउँदैन, प्रधानमन्त्रीको त टेलिभिजन बाहेक अनुहारै हेर्न पाउँदैन। अनि सरकार कहाँ छ त? नागरिकको सरकार त नागरिकका घर दैलोमा हुनु पर्यो।
हामीले सिंहदरबारको